प्राइभेट हो? प्राइभेट हो। के को लागि यो सबै छ त हजुरसँग? ए म कन्टेन्ट बनाउँछु कि त्यसको लागि सुट गरेर आउँछु। अनि केही छ हामीसँग? के चाहिँ? तपाईँ प्रेस अथवा कन्टेन्ट बनाउनलाई केही आइडी छ? आइडीहरू केही छ? आइडी कस्तो आइडी भन्नाले? अनि कि तपाईँले यो जो काम गर्दै हुनुहुन्छ नि त्यसको? हजुर कार्ड चाहिँ छ आफ्नो। नै त्यो होइन राख्नु त्यो भइसक्यो। यस्तो छ क्या यहाँनिर के छ भने त्यो आफ्नो स्टुडियोमा पर्सनल त्यो तपाईँले त्यो क्यामेरा चाहिँ यहाँनिर चलाउन अथोरिटी छैन क्या। यो ओल्ड हेरिटेज साइट भएको भएर यहाँभित्र चाहिँ यो ठुलो लेन्सहरू भएको क्यामेरा चलाउन अलाउड छैन। किन होला त्यस्तो? त्यही भएर यो चाहिँ अब किन भनेर चाहिँ अब टुरिस्टहरूले त बोकेर हिँडिरहेको टुरिस्टहरूलाई यहाँ टिकट काउन्टर छ 6-7वटा। टुरिस्टहरूलाई तपाईँको 7 कन्ट्रीलाई 500 नेपाली र अदर कन्ट्रीको लागि 1000 रुपियाँ पर पर्सन टिकट लिन्छ यहीँ घुम्न, यही मार्केट घुम्नको लागि पनि होइन। अनि त्यो भएर उहाँहरूलाई टुरिस्टलाई अथोरिटी छ, क्यामेरा अलाउड छ। र अर्को हाम्रो नेपालीको लागि चाहिँ व्यवसाय गर्न पुरै बन्द छ। अनि यो ठुलो ल्यान्डवाला क्यामेराहरू चाहिँ युज गर्नको लागि यहाँ अलाउड छैन। किनभने मेरो अनि पर्सनल भएन नि, म के कामको लागि गरेर हिँड्नु? पर्सनल हो बुझेँ, तर यहाँ पर्सनल तपाईँले कुनै कन्टेन्ट बनाउँछ, कुनै कन्टेन्टको लागि हो भने चाहिँ हाम्रो यो बसन्तपुर ओल्ड हेरिटेज साइट हेर्ने अफिस छ। हाम्रो 2टा अफिस छ। 2टा अफिस मध्येमा तपाईँले यहाँ गएर चाहिँ पाउनुहुन्न। आज शनिबार भयो, भोलि आइतबार त्यहाँ आएर चाहिँ तपाईँले यहाँको विषयमा कुनै केही कन्टेन्ट बनाउनु छ भने चाहिँ अथोरिटी मैले यति बजेबाट यति बजेसम्म यस्तो कामको लागि मैले यो क्यामेरा युज गर्नुपर्ने हुन्छ, मलाई अथोरिटी दिनु होला भन्नु हुन्छ। र उहाँहरूले तपाईँको कामको र तपाईँको आवश्यकता अनुसारको उहाँहरूले अथोरिटी तपाईँको आवश्यक हो काम गर्नै पर्ने छ। यसले गर्दा चाहिँ हेरिटेजलाई पनि केही फाइदा हुन्छ अथवा केही प्रफिट हुन्छ, राम्रो हुन्छ, यो राम्रोको लागि हो, देश सबैको लागि राम्रो हो भन्ने हो नि उहाँहरूले अथोरिटी दिनुहुन्छ। होइन भने चाहिँ यो यस्तो गर्न यहाँ पाइँदैन भाइ भन्नुहुन्छ, अथोरिटी दिनुहुन्न। त्यही भएर यो कन्टेन्टहरू यताउति कहिलेदेखि भयो? हजुर कहिलेदेखि भयो? धेरै भइसक्यो, यो धेरै भइसक्यो।